यसरी रिल स्क्रोल गरेर चाहिँ केही हुनेवाला छैन मित्र। अब जसै मैले भनेर पढ्नेवाला हैनौ, बरु पाइथनमा नेस्टेड इफ सिकेर जाऊ न। पुरानो रिलमा फलिङ भए एक्जाममा फेल, नट फलिङ भए एक्जाममा टप भनेको थिए, तर पढ्छ भन्नेमा टप नै हान्छ भन्ने हुँदैन के बाबु। अब त्यसको लागि हामीले के गर्न पर्यो, एल्समा नयाँ भेरिएबल इन्ट्रोड्युस गरौँ है। पढाइ इक्वल्स टु इनपुट कतिको पढ्यो। अब कतिको पढ्यो भन्दाखेरि युजरले भन्यो मैले त थोरै पढेछु भन्यो भने के हुने भयो, थोरै पढेछु प्रिन्ट जस्ट पास हुन्छ बिचरा। अब एलिफ पढाइ इक्वल्स टु ठिकै पढेछु भन्यो भने प्रिन्ट एभरेज मार्क्स आउँछ त्यसको। अब एलिफ पढाइ इक्वल्स टु केही पढे छैन मित्र, केही पढे छैन भने त्यो के हुन्छ, टप हुन्छ। फुस्क्यो क्या हो केटो, कसरी टप हुन्छ केही पढे छैन भने भन्लौ। अब इमेजिन गर, तिमी एक्जाम हलको बाहिर छौ, तिम्रो साथी अगाडि आइरहेछ, एक्जाम दिन भन्दा अगाडि तिम्रो साथीलाई सोध्यौ यो केटा कतिको पढिस्, त्यसले भन्छ ए केटा केही पढे छैन रातभरि सुतेको। अब रिजल्टको दिन टप कसले आन्छ, त्यही रातभरि सुतेको केटो। त्यस्तोको लागि यस्तो कन्डिसन बनाउनु पर्यो। ल र नानीहालौँ, नट फलिङ कतिको पढेछौ, अब थोरै पढेछु मैले त जस्ट पास। तिमीहरू यति जस्ट पास पनि नहोला, जाऊ गएर पढेर बस, रिल हेर्न छ।